सर्वप्रथम परमेश्वरलाई धन्यवाद। यो सुन्दर समय, यो विश्रामको दिनको लागि फाइनल्ली म चर्चमा आइसकेको छु। केही समयपछि सङ्गति सुचारू हुनेछ। आज परमेश्वरको बाक्लो उपस्थिति महसुस गर्नेछौँ। यहाँ बस्दै जाँदा परमेश्वरको छोटो वचनको भिडियो यहाँहरूमाझ लिएर आएको छु। यसलाई अन्तिमसम्म हेरेर सेयर पनि गरिदिनु होला। आजको परमेश्वरको वचनको शीर्षक छ चङ्गाई। आज हरेक परमेश्वरको छोराछोरीहरूलाई विभिन्न रोगहरूले ग्रसित छन्, तर त्यो रोगमा जिउनु परमेश्वरको इच्छा होइन, तर त्यसमा विजय भएर जिउनु परमेश्वरको इच्छा हो। म यो चङ्गाईको वचनको भिडियो किन लिएर आएँ त भन्दाखेरि चङ्गाई पहिला म आफैले चाहिँ महसुस गर्नु मलाई इच्छा थियो। परमेश्वरको चङ्गाई म आफैमा महसुस गर्नु इच्छा थियो। जब परमेश्वरको चङ्गाईलाई म आफैले महसुस गरेँ, परमेश्वरले चङ्गाई गर्नुभयो, अनि त्यसपछि म विभिन्न परमेश्वरको छोराछोरीहरू रोगमा जिरहेको छन् उनीहरूको लागि हो वचनको भिडियो लिएर आएको छु। म आफै केही समय, केही महिना अगाडि म एउटा सुगरको पेसेन्ट, एउटा सुगर मेरो ब्लडमा देखिएको थियो। अनि केही समय मलाई दबाई खानु पर्यो। अनि देखियो लगतै मैले विभिन्न ठाउँहरूमा यस रोगबारे विभिन्न ठाउँहरूमा, घरेलु सङ्गतिमा, चर्चमा, पास्टरहरूको अगाडि मैले यो कुराहरू राख्दै आएँ, प्रार्थनाको विषय राख्दै आएँ, तर निको हुन सकेन, तर छुटकारा हुन सकेन। जब म आफैले एउटा परमेश्वरको वचन पाएँ, परमेश्वरको वचन पाइसकेपछि अनि यो परमेश्वरको वचनलाई मैले अनि चाहिँ निरन्तर आफ्नो मुखबाट घोषणा गर्न लाएँ। अनि त्यसपछि मात्र मेरो जीवनमा छुटकारा भयो। अहिले म टोटली परमेश्वरले निको पार्नु भएको छ। म तपाईँहरूलाई रिपोर्ट पनि देखाउन चाहन्छु। म परमेश्वरले गर्नुभएको अद्भुत कामको म रिपोर्ट पनि तपाईँहरूमा देखाउन चाहन्छु। परमेश्वरको कुन वचन घोषणा गरे त भन्दाखेरि यशाया 53:5, त्यसमा यस्तो लेखिएको थियो, तर उता हाम्रा अपराधहरूका निम्ति छेडियो, हाम्रा अधर्मका निम्ति ऊ पेलियो, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, तर उसको कोर्राको चोटले हामी निको भयो। हालेलुया। 2000 वर्ष अगाडि हामी परमेश्वरमा भर गर्ने, विश्वास गर्ने हामी उहाँका छोराछोरीको लागि उहाँ यस संसारमा आउनुभयो। उहाँ एकदम हाम्रो निम्ति उहाँले आफ्नो शरीरमा कोर्राको चोटहरू खानुभयो, ताकि उहाँलाई विश्वास गर्ने छोराछोरीहरू निको हुन् भनेर। तर हरेक मानिसहरू निको भएको मैले देख्थेँ, तर आफैमा त्यो चङ्गाई प्राप्त नगर्दा आफैमा एउटा चाहिँ प्रश्न खडा हुन्थ्यो। अनि प्रभुमा मैले बात गर्थेँ, प्रभु हरेक छोराछोरी निको हुन्छ, तर म किन निको हुँदैन? मलाई लाग्थ्यो घरेलु सङ्गतिमा या पास्टरहरूलाई भनेको भनाइ गरेर म निको हुन्छु, या मानिसहरूलाई सुनाउँदै हिँडेर म निको हुन्छु भन्ने मलाई लाग्दथ्यो जब वचन थाहा थिएन। अनि यसरी म चाहिँ जिउँथेँ। अनि यसरी जिउँदै गर्दा म चाहिँ गलत तरिकाले मेरो चङ्गाई मैले प्राप्त गर्न सकिरहेको रहेनछु। लामो समय यस्तो गलत तरिकाले म अरूलाई सुनाएर, अरूलाई भनेर, विभिन्न ठाउँहरूमा विषय राखेर म चाहिँ निको हुन्छु भन्ने मलाई लाग्थ्यो। तर विषय राख्नु उचित हो, एकचोटि दुईचोटि राख्नु उचित हो, तर बारम्बार विषय राख्नु यो चाहिँ विश्वासी जीवनमा कता कता गलत पनि हो भन्ने मलाई लाग्यो। अनि प्रभुसँग म बातचित गर्न लाएँ। म बारम्बार यो एउटा चाहिँ विषय राख्दै आएँ, तर म निको किन हुन सकेको छैन प्रभु भन्दा प्रभुले के भन्नुभयो थाहा छ? तैँले रोगको बारेमा अरूलाई सुनाउँदै हिँड्छस्, रोगको बारेमा अरूलाई बताउँदै हिँड्छस्, तर रोगसँग कहिले पनि तँ बोलेनस्। रोगलाई, अरूलाई, आफ्नो रोगको बारेमा अरूलाई बताउँदै हिँड्न बन्द गर, तर रोगसँग बोल भनेर प्रभुको आवाज मैले सुनेँ। अनि म रोगको बारेमा अरूलाई बताउन छोडेर म रोगसँग बोल्न छोडेँ, किनकि परमेश्वरको वचनले यही भन्छ, यदि कसैले यस पहाडलाई तँ उख्लिएर समुद्रमा खस भन्यो भने त्यसको निम्ति त्यस्तै हुनेछ भन्नुभएको छ। हालेलुया। तर यदि कसैले आफ्नो पहाडलाई विभिन्न ठाउँहरूमा, घरेलु सङ्गतिमा, चर्चहरूमा, पास्टरहरूमा सुनाउँदै हिँड्यो भने त्यो समुद्रको पहाड खस्नेछ भन्नुभएको छ। तर यदि कसैले यस पहाडलाई त उखलिएर समुद्रमा खस भन्यो भने त्यसको निम्ति त्यस्तै हुनेछ भने। तर चङ्गाई कहाँ रहेछ? पहाडको समस्या हट्ने चाहिँ सावधान कहाँ रहेछ त? मेरो मुखमा रहेछ। त्यसैले परमेश्वरको वचनले, परमेश्वरले नि के भन्नुभयो मलाई त रोगको बारेमा अरूलाई सुनाउँदै हिँडिस्,
तर रोगसँग बोलेनस्, अरूलाई सुनाउन बन्द गर, रोगसँग बोल भन्नुभयो। अनि मैले यो परमेश्वरको आवाजलाई मैले थाहा पाएँ, मैले अनि रोगसँग म बोल्न लागेँ, रोगसँग म दिनरात बोल्न लागेँ। येशूको कुराको चोटले म निको भएँ, येशूको कुराको चोटले निको भएँ, येशूको कुराको चोटले म निको। यसरी म बताउँदै गएँ अनि मेरो रोगबाट परमेश्वरले छुटकारा दिनुभयो। तर मानिसलाई के लाग्छ भन्दा डक्टरी रिपोर्टमा उनी विश्वास गर्छ, दबाईमा विश्वास गर्छ। मान्छेको विश्वासीहरूले कस्तो खालको कुराहरू गरिरहेको हुन्छ भने अब सुगरको रोग जीवनभरि खानुपर्छ, थाइरोइड रोगको दबाई जीवनभरि खानुपर्छ, सुगर रोगको दबाई जीवनभरि खानुपर्छ, प्रेसरको दबाई जीवनभरि खानुपर्छ। यस्तो उनीहरूको त्यो एउटा चाहिँ शैतानी ओट्सहरू मुखबाट चलाइरहेको हुन्छ, जसले गर्दा ऊ जीवनभरि दबाई खाइरहेको हुन्छ। तर परमेश्वरको वचनले त्यस्तो भन्दैन। परमेश्वरको वचनले येशूको कुराको चोटले तिमीहरू निको भयो भन्छ। डाक्टरका डाक्टर परमेश्वर हुनुहुन्छ भन्छ। रिपोर्टले के भन्छ होइन, तर डक्टरले के भन्छ होइन, तर परमेश्वरको वचनले के भन्छ हामीलाई त एकदम ज्ञान हुनुहुन्छ। परमेश्वरको वचनले राजाका राजा उहाँ हुनुहुन्छ, डक्टरका डक्टर उहाँ हुनुहुन्छ, चङ्गाइकर्ता उहाँ हुनुहुन्छ। उहाँको कुराको चोटोले तिमी निको भयो भन्छ। अनि हामीले के भन्छौँ भन्दा डक्टरले जीवनभरि खानुपर्छ भन्छ। डक्टरको कुरामा हामी विश्वास गर्छौँ। जति हामी डक्टरको रिपोर्ट र डक्टरको दबाईमा विश्वास गर्छौँ, त्यति हामी चाहिँ परमेश्वरको वचनमा विश्वास गऱ्यो भने हरेक कुराहरूबाट मानिसहरू, परमेश्वरको छोराछोरीहरू छुटकारा छ। कुनै पनि रोगमा परमेश्वरको छोराछोरीहरू बाँचिरहनु पर्ने छैन। हेर्नु त, केही समय अगाडि मेरो जीवनमा के भन्थ्यो भने जीवनभरि तपाईँले दबाई खानुपर्छ भन्थ्यो। तर हेर्नुहोस् त, आज परमेश्वरले छुटकारा दिनुभएको छ। हालेलुया। परमेश्वरको वचनले भन्छ येशूको कुराको चोटले तिमी निको भयो। डक्टरको रिपोर्ट बदलिन्छ, डक्टरको रिपोर्ट बदलिनेछ। अनि चाहिँ डक्टरको चाहिँ कुराहरू पनि चेन्ज हुनेछ भनिएको छ। हालेलुया। हेर्नुहोस् त, केही समय अगाडि म एउटा दबाई सेवन गरिरहेको थिएँ, तर परमेश्वरले टोटली सुगरबाट चेन्ज गर्नुभएको छ। कारण चङ्गाई मेरो मुखमा रहेछ, चङ्गाई छुटकारा मेरो मुखमा रहेछ। परमेश्वरले भन्नुभयो तैँले रोगको बारेमा अरूलाई बताउँदै हिँड्छस्, तर तँ आफैले रोगसँग बात गर्दैन, रोगलाई सुनाउँदै हिँड्छस्, रोगसँग कुरा गर्दैनस् भन्नुभएको छ। जब त मैले त्यो कुराहरू थाहा पाएँ, घरेलु सङ्गतिमा म अब चाहिँ प्रार्थनाको विषयमा मलाई यस्तो रोग छ भनेर म विषय राख्छु, अनि एकजनाले मेरो लागि प्रार्थना गर्दैन, 10जनाले त्यसले त यस्तो खालको दबाई खाँदो रहेछ, त्यसलाई यस्तो भएको रहेछ भनेर 10जनाले शैतानी कुराहरू गर्छ, एकजनाले प्रार्थना गर्छ। त्यसरी आज परमेश्वरको छोराछोरीहरू छुटकारा भइरहेको छैनन्। तर जब जुन रोगले तपाईँ ग्रसित हुनुहुन्छ, जुन रोगको तपाईँको दिमागमा जीवनभरि दबाई खानुपर्छ भनेर तपाईँले डक्टरी रिपोर्ट लिएर हिँड्नुभएको छ, डक्टरको ओट्सलाई पक्रेर हिँड्नुभएको छ, त्यो रिपोर्ट चेन्ज हुनेछ। चङ्गाई तपाईँको मुखमा छ, छुटकारा तपाईँको मुखमा छ। जसरी हेर्नुहोस् त, जब यस संसारमा अन्धकार थियो, सुरुवातीमा परमेश्वरले अँध्यारो थियो, तर उज्यालो कहाँ थियो त भन्दा परमेश्वरको वचनमा थियो। वचन के थियो त? परमेश्वरै हुनुहुन्थ्यो। उज्यालो, जब परमेश्वरले उज्यालो होस् भनेर वचन चलाउनु भयो, उज्यालो कहाँ थियो त? उज्यालो कहाँ थियो ल भन्नु त? उज्यालो त परमेश्वरको वचनमा थियो। चङ्गाई कहाँ छ? परमेश्वरको वचनमा छ। छुटकारा कहाँ छ? परमेश्वरको वचनमा छ। वचन नै परमेश्वर हुनुहुन्छ। वचन तपाईँ भित्र हालिदिनु भएको छ। त्यो वचनलाई तपाईँको मुखबाट बोल्नु पर्ने हुन्छ। नेगेटिभ कुराहरू होइन, पोजिटिभ प्रतिज्ञाका कुराहरू बोल्नु पर्ने हुन्छ। हालेलुया। तपाईँ के देख्न चाहनुहुन्छ त्यो तपाईँ बोल्नु पर्ने हुन्छ। तपाईँ जे देख्न चाहनुहुन्छ त्यो तपाईँ बोल्न पर्ने हुन्छ। जे तपाईँ देख्न चाहनुहुन्न त्यो तपाईँ बोल्न बन्द गर्नुहोस्। जे तपाईँ देख्न चाहनुहुन्छ त्यो तपाईँ बोल्नुहोस्। जे तपाईँ देख्न चाहनुहुन्न त्यो तपाईँ बोल्नुहोस्। हालेलुया। तपाईँ देख्न चाहनुहुन्छ आफ्नोमा रोग, त्यही रोगको बारेमा मानिसहरूलाई बताउँदै हिँड्नुहुन्छ। त्यो जब तपाईँ आफ्नो जीवनमा रोग देख्न चाहनुहुन्न भने तपाईँ परमेश्वरको प्रतिज्ञाहरू बोल्नुपर्ने हुन्छ। हालेलुया। सहजै हरेक कुरा परमेश्वरको वचनमा सबै कुरा सम्भव छ। आज तपाईँहरूमा यो परमेश्वरको वचनको गवाई, आज धेरै मानिसहरू सुगर, युरिक एसिड, विभिन्न
रोगहरूबाट मानिसहरू दबाई लिइरहेको छ। परमेश्वरको वचनमा छुटकारा छ। परमेश्वरको वचन पास्टर अगुवा सङ्गतिमा एकचोटि दुईचोटि राख्नुहोस्, चङ्गाई तपाईँको मुखमा छ। चङ्गाई तपाईँको मुखमा छ। तपाईँले परमेश्वरको वचनलाई घोषणा गर्नुहोस्, दाबी गर्नुहोस्। कुनै पनि चिजको दबाई तपाईँले जीवनभरि खानुपर्ने छैन। तपाईँलाई आजको वचनले छुटकारा दिनेछ येशूको नाउँमा। म विश्वास गर्छु हरेक छोराछोरीको लागि चङ्गाई सित्तैमा छ। हालेलुया। कुनै पनि रोगले म यो जीवनभरि खानुपर्छ भन्ने मानसिकतामा तपाईँ गढेर बस्नुभएको छ नि, तर परमेश्वरले तपाईँलाई छुटकारा दिन चाहनुहुन्छ। तर परमेश्वरको वचन तपाईँ रोग सुनाउँदै हिँड्न भन्दा पनि रोगसँग तपाईँ बोल्नुभएको परमेश्वरको इच्छा हो। हालेलुया। म जब रोगसँग बोलेँ परमेश्वरले छुटकारा दिनुभयो। बोलीको नतिजा छ, बोलीमा शक्ति छ। म विश्वास गर्छु हरेक परमेश्वरका छोराछोरी यस्ता जुनसुकै रोग, युरिक एसिड, टिबी, सुगर, प्रेसर, थाइरोइड, एचआइभी, जुनसुकै रोगबाट परमेश्वरको छोराछोरीहरूलाई छुटकारा छ। 2000 वर्ष अगाडि हाम्रो लागि उहाँले छुटकारा लिएर आउनुभयो। हालेलुया। जसले पनि परमेश्वरको वचनलाई घोषणा गर्छ, अरूलाई सुनाउनुभन्दा बढी परमेश्वरको वचनलाई उसको समस्याको पहाडसँग बोल्छ, ऊ निको हुनेछ येशूको नाममा। म विश्वास गर्छु आजको छुटकाराको वचनले तपाईँलाई पनि छुटकारा दिन्छ येशूको नाममा। सबैले यसलाई अन्तिमसम्म हेर्नुभयो। परमेश्वरको इच्छा हो तपाईँ निको भएर जिएको। हालेलुया।